डिनर त गर्दै थियो तर यहाँ हेर्न सक्नुहुन्छ माटो। Cheers, Happy New Year! Hello everyone, welcome back to my vlog. आज चाहिँ हामी मुनाल्यान्ड मयूर भन्ने रेस्टुरेन्ट जाँदै हौँ त्यही बस्नको लागि, किनभने चाहिँ भोलि चाहिँ न्यू इयर हो जनवरी 1 अनि त्यही भएर चाहिँ न्यू इयर मनाउनको लागि जाँदैछौँ। गाइस हामी चाहिँ जाँदैछौँ अब। गाइस यहाँ चाहिँ हामी दुईजना साथीहरू कुरिरहन्। हाम्रो भेन्यू चाहिँ आइसक्यो, डेस्टिनेसन कस्तो राम्रो छ जस्तो। वेलकम ड्रिङ्कमा चाहिँ हाम्रो लेमन टी, हट लेमन टी हो आई गेस है, हट लेमन टी आएको छ। अब हामी खान्छौँ। यो चाहिँ रेस्टुरेन्ट एरिया हाम्रो। अब हामी चाहिँ रुममा जानको लागि जाँदैछौँ। कस्तो ब्युटिफुल। यहाँ चाहिँ आजको लागि डेकोरेसनहरू पनि हुँदै रहेछ। कन्तर टिप्न लाम यहाँ त्यस्तो पाकेको पनि म हजुरलाई देखाउँछु है। वाउ, ओ माई गॉड, वाउ कति धेरै हेर्न सक्नुहुन्छ। कफी हामी चाहिँ यो राकुरा हिमालयन ब्ल्याक टी स्ट्रबेरी वान पिचवाला चाहिँ ट्राई गर्नु है। तातो पनि हामी चाहिँ डिनरको लागि आइसक्यौँ हामी यहाँ। अब हाम्रो चाहिँ यहाँ डिनर बुफे सिस्टम हो, सो डिनर खान्छौँ अनि हजुरलाई म देखाउँछु के छ भनेर चाहिँ। डिनरको लागि पापड स्यालेडहरू अनि सबै कुरा। अब चाहिँ हामी डिनर गर्न लाग्यौँ। गाइज हामी चाहिँ अहिले अब यो डिनर सिनर गरेर चाहिँ अब यहाँबाट सौरा त नजिक छ नि त, त्यही भएर चाहिँ यसो सौरातिर घुम्न जानु लाग्यो। सौरातिर घुमेर अब देखाउँछु म त्यहाँ कस्तो कस्तो के चहल पहल सौराको त्यो देखाउँछु। अनि हेर्न सक्नुहुन्छ सौरामा यस्तो भिड छ। वहाँ पारीबाट लाइन हो, हेर्नु गाडीहरूको लाइन। यस्तो भिड छ यहाँ। अब के छ त यहाँ सौरामा, केही छैन जस्तो लाग्छ तर भिड चाहिँ टन्न भिड छ। अब म हजुरहरूलाई यहाँ त बाइक स्कुटर र गाडी त वहीँसम्म म हजुरलाई देखाउँछु। के अरे अब यहाँ को भेटिने हो। घोडा हेर्न सक्नुहुन्छ गाइस, त गइरहेको क्रेज हेर्न सक्नुहुन्छ हजुरले। सौरा घुमेर आइसक्यौँ। अब हामी भित्र जान्छौँ।
गाइज अब चाहिँ हामी सुत्न लाग्यो मेरो चाहिँ यस्तो अब मेकअप सेकअप पुसेर सुत्न है प्रिया अब हामी चाहिँ अब मेकअप सेकअप यो मुख सुख धोएर अनि सुत्न लाग्यो हो अब मैले चाहिँ राकुरा ग्रिन टी खान लाग्यो अनि अब यो खाएर रुगा लाग्यो कि गाइज चिसो चिसोमा त्यो सौरा गराएको त्यही भएर चिसोले नाक बन्द भयो अब फ्रेस भएर चाहिँ सुत्ने हो बाई बाई हेलो गुड मर्निङ एभ्रिवान अहिले चाहिँ बिहानको 9:30 भयो आई गेस हामी चाहिँ अब ब्रेकफास्टको लागि जाँदैछौँ प्रियाहरू चाहिँ गइसक्यो अघि नै म चाहिँ यस्तो उठ्न नसकेर मैले उठेर अब जाँदैछु अब गएर त्यहाँको म खानेकुराहरू हजुरलाई देखाउँछु ब्रेकफास्टमा के छ भनेर अनि त्यही हो गाइस अब यस्तो ब्युटिफुल भ्यूहरू हेर्न सक्नुहुन्छ हजुरले यस्तो दामी बेस्ट छ ब्रेकफास्ट हेर्न सक्नुहुन्छ गुड मर्निङ गाइस शुभ प्रभात आज चाहिँ हामी उठिसक्यो बुफेमा ब्रेकफास्ट गर्दैछौँ Oh my god, this is too much healthy. I don't like it. Wow. कति खान्छ नि त गाइस ब्रेकफास्ट खाएर सकिएर अब चाहिँ हामी जान्छौँ गाइस हामीले चाहिँ अब यहाँ फोटोसोटो खिच्यौँ है अलिअलि अब खै त आएन कस्तो आँखा राम्रो आएन खासै मेरो त अब फोटोसोटो खिचेपछि चाहिँ हामी अब चेकआउट हुनु लाग्यो ड्रेस पनि चेन्ज गरेर अब घर जानु लाग्यो बाई बाई गाइज इन्ड गरेँ के भयो यो पालिको ब्लग थाहा छैन हाम्रो रुमबाटको भ्यू तर हेऱ्यो त्यो त एउटै